यो फोटो र यो फोटोमा एउटा चाहिँ अलिकति तब्दिली भएको छ, म तपाईँहरूलाई देखाउँछु। तपाईँले राम्रो फोटोलाई हेर्नुहोस् अनि कमेन्ट गरेर भन्नुहोस् है, कोले चाहिँ पक्रिनु हुँदो रहेछ। हेरौँ, यो पुरानो फोटोमा राम्रो हेर्नुहोस् है, सबै हेर्दै जानु होला। अनि यो फोटो हेर्नुको बादमा यो फोटो हेर्नुहोस्, यसमा के तब्दिली भएको छ, एउटा चिज तब्दिली भएको छ। तपाईँहरूले राम्रोसँगले हेर्नुहोस् है। अनि जसलाई पनि याद हुन्छ कमेन्ट गर्नुहोस्। कस्तो मजाको छ यो फोटो, हेर्नुहोस्। यति मायालाग्दो फोटोहरू छ क्या पहिलाको, हेर्नुहोस् त। नमस्ते मेरो प्यारो साथीहरू, मेरो आफन्तहरू। आज म हजुरहरूलाई यो भिडियोमा हाम्रो पहाडको पुरानो फोटोहरू देखाउँदैछु। अनि यो फोटोलाई मैले अलिकति सजाउने कोसिस गरेको छु। यसमा केही गल्ती भएको छ भने सुरुमै माफी माग्न चाहन्छु। कस्तो देख्दो रहेछ भनेर मैले एउटा इमेजिन गरेर तपाईहरु समक्ष राखिरहेको छु है। हेर्दै जानु होला, राम्रो लाग्यो भने साथीहरुलाई शेयर पनि गरिदिनु होला। अनि जो नयाँ हुनुहुन्छ, हाम्रो पुरानो सम्झनाहरू, पहाडको चिनोहरू अझै आउने दिनमा हेर्नु मन छ भने चाहिँ सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। यो फोटो हाम्रो घुम स्टेसन सबैले चिन्नुहुन्छ है। अनि त्यस समयमा हाम्रो घुमको स्टेसन यस्तो थिएछ, हेर्नुस्। अब यसमा अलिक राम्रो देख्न सकिँदैन है। अनि त्यसले गर्दा पनि मैले नयाँ बनाएर हजुरहरूलाई देखाउने कोसिस गर्दैछु। म तपाईहरुलाई नयाँ देखाउँछु, हेर्नुस् है। नयाँ त हैन, यही फोटो हो, अलिकति मैले सजाउने कोसिस गरेको छु भनौँ है। यो हेर्नुस् त, हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नु है। यो हाम्रो घुम स्टेसन यस्तो थिएछ, हेर्नुस् न। अब कस्तो चाहिँ अचम्म लाग्छ है हेर्दाखेरि। एउटा घरहरू छैन, हेर्नुस् त। यस्तो माया लाग्दो चिनो छ क्या हाम्रो पहाडको हरेक ठाउँमा, हेर्नुस् स्टेसनको हालत। अनि त्यस समयमा यस्तो काठको गाडीहरू, गोरु गाडीहरू चलाएर हाम्रो पहाडलाई, हाम्रो दार्जिलिङलाई, इभन कालिम्पोङ, सिक्किम सबैको यस्तै छ इतिहासहरू है हामीले पल्टायो भने। अनि यो यतापट्टि जाने बाटो पनि हेर्नुहोस्, जहाँनिर हामी सुकिया बिजनबारी भाया भएर जान्छौँ होइन। अनि यो मेन रोड हेर्नुहोस्, अनि यहाँ कामहरू गरेको हेर्नुहोस् त। हेर्दै जानुहोस् है तपाईँहरू, धेरै फोटो छ। कस्तो के लाग्छ तपाईँहरूले पक्कै पनि कमेन्ट गर्नुहुन्छ होला भन्ने आशा राखेको छु है। अनि यो हो हाम्रो, अब मैले भनिरहनु पर्दैन होला, दार्जिलिङको है सुन्दर ठाउँ हो यो। अनि यो 1904 को फोटो हो। मैले यो नयाँ बनाएर मात्र यस्तो देखिरहेछ, नत्र भने यो यस्तो छ, हेर्नुहोस्। देख्नुभयो होला तपाईँहरूले है। यति सुन्दर छ पहिलाको पुरानो चिजहरू, हेर्नुहोस् न। अनि यति डरलाग्दो बलियो चाहिँ बनाइदिएको छ भने नि अब अहिले पनि यो यस्तै छ। तपाईँ सबैले देखेको हो है, मैले नाम भनिरहनु पर्दैन। अनि यस्तो सुन्दर देखेको छ, हेर्नुहोस् त नयाँमा। हरियाली टक्क, हेर्नुहोस् कति मजाले डिजाइन गरेर बनाएको छ। तपाईँलाई कस्तो के लाग्छ सबैजनाले भन्नु होला है साथीहरू, हेर्नुहोस् त। अनि अब अर्को हेर्नुहोस्, यो हो मलाई सबैभन्दा मन परेको चाहिँ यो फोटो। यो हाम्रो माथि प्लान्टर्स क्लब हो, अनि यतापट्टिको प्लान्टेस हस्पिटल है। अनि तल्लोपट्टिको दृश्य हेर्नुहोस् न। अब यो पुरानो फोटो चाहिँ म तपाईँलाई देखाल्छु। पहिला यस्तो थियो, हेर्नुहोस्। यति मधुरो धुन्धुला थियो है। अनि मैले यसलाई अलिकति चकिलो उज्यालो बनाउने कोसिस गरेको छु। अब मैले यसो गरेँ भने केही चिन्दैन, हेर्नुहोस् त, राम्रोसँगले देख्दैन नि त। त्यसले गर्दाखेरि चाहिँ मैले यसलाई चाहिँ फेरि यस्तो बनाएको छु, हेर्नुहोस्। यहाँनिर छर्लङ्ग देख्न सकिन्छ। यति खुल्ला थिएछ, कति मजाले सजिएको। ब्याकग्राउन्ड पनि हेर्नुहोस्, स्काइल्यान्डमा टक्क हल्का रुखहरू देखिराखेको है। त्यसमा टक्क फेरि एउटा बिल्डिङ, कति मजाको देखेको छ। अनि तलको दृश्यहरू हेर्नुहोस्, साइडमा यसरी गोरु गाडीहरू रोकिरहेको। त्यस समयमा सबै हाम्रो पुर्खाहरूले तानेर चलाउँथे क्या गाडीहरू, हेर्नुहोस् त। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो मायालाग्दो फोटोहरू छ साथीहरू। कस्तो लाग्यो है तपाईँले कमेन्ट गरेर भन्नु होला। मलाई चाहिँ यो सबैभन्दा मन परेको फोटो चाहिँ यही हो मैले बनाएको मध्येमा चाहिँ। तपाईँलाई कस्तो लाग्छ, कुन चाहिँ मन पर्यो त्यो पनि भन्नु होला। अनि यो हो हाम्रो दार्जिलिङको अर्को पुरानो दृश्य। त्यस समयमा बरफ परेको थिएछ है, हिउँ परेको थिएछ। अनि बरफ झरेको केही दिनको फोटो होला सायद यो। दार्जिलिङ विथ स्नो भनेर लेखिरहेछ त्यहाँनिर होइन। अनि योलाई अब मैले नयाँ बनाएको छु। यहाँ हेर्नुहोस् त, कति सुन्दर देखेको छ, हेर्नुहोस् लु। त्यस समयमा
यति बिल्डिङहरू पनि छैन। जति यो बिल्डिङहरू छ सबै यो ब्रिटिसहरूको बस्ने ठाउँहरू हो। अनि त्यो छोडेर अरू कुनै पनि छैन। हेर्नुहोस् न, कञ्चनजङ्घाको दृश्य पनि हेर्नुहोस्। अनि यो पछाडिपट्टिको जति पनि बिल्डिङहरू छ यो पहिलादेखि नै यस्तो थिएछ। अनि यो बाटो पनि हेर्नुहोस् है, यहाँ यति सफा, यति खुल्ला छ। कस्तो लाग्दैछ हजुरहरूले? मन पर्यो भने सेयर पनि गरिदिनु होला। अनि यो हेर्नुहोस्, यो हाम्रो दार्जिलिङको मेन रेलवे स्टेसन। अघि मैले देखाएको थिएँ सुरुमा घुमको, अनि यो चाहिँ हो हाम्रो दार्जिलिङको मेन रेलवे स्टेसन। कस्तो डिजाइन गरेर बनाएको छ हेर्नुहोस् न साथीहरू, हेर्नुहोस् त। अब यसलाई मैले नयाँ बनाएको छु, नयाँ पनि सुन्दर देखेको छ, एकदम सुन्दर। हेर्नुहोस् है, ल हेर्नुहोस् साथीहरू कस्तो मजाको देखेको छ। छर्लङ्ग बुझ्छ नि त, त्यसले गर्दाखेरि मैले देखाएको है। अब फोटोलाई छेडखानी गर्यो भनेर मन नदुखाइदिनु होला होइन। मैले चाहिँ अब राम्रो, अझै राम्रो देखाउनु खोजेको हो। तपाईँहरूलाई पुरानो र नयाँमा कुन चाहिँ राम्रो लाग्यो कमेन्ट गरेर भन्नु होला। हुन त दुईवटा एउटै फोटो हो र पनि अब यस्तो बनायो भने चाहिँ कस्तो देख्दो रहेछ भन्ने एउटा इमेजिन मात्रै नि है। हेर्नुहोस्, धेरै सुन्दर देखेको छ यो पनि, तर यो पुरानो पनि त्यति नै सुन्दर छ है। हेर्नुहोस्, अब अर्को हेर्नुहोस्, यो हो हाम्रो माथि देख्नु। अब यो अहिले हामीले नयाँ नानीहरूलाई या कसैलाई पनि देखायो भने चिन्दैन यो, तर हाम्रो महाकाल बाबा मन्दिर चाहिँ यस्तो थिएछ पहिला। हेर्नुहोस्, हेर्नुहोस् त, डाँडा थिएछ, अरू केही छैन। यहाँ केही प्रार्थना झन्डाहरू देखिरहेछ है, अनि बाटो देखिरहेछ। अब यसलाई मैले नयाँ बनाएको छु, यहाँ हेर्नुहोस्, मजाको देखेको छ। हेर्नुहोस् त, सुन्दर देखेको छ। त्यसै पनि अब यो पवित्र ठाउँ हो है। अनि यो बाटोहरू पनि हेर्नुहोस् यस्तो थिएछ पहिला। अब अहिले हामीले तुलना गऱ्यो भने विश्वासै लाग्दैन। म यो फोटोलाई अहिलेको नयाँ हाम्रो मन्दिर र यो पुरानोलाई कम्पेयर गरिकन फोटो अपलोड गरिदिन्छु है। तपाईँ सबैजनाले कमेन्ट गर्नुहोला, सेयर पनि गरिदिनु होला। अनि अर्को पनि छ हाम्रो माथि महाकाल टेम्पल। यहाँ हेर्नुहोस्, यो मेन दैलो देखिरहेछ, अनि यहाँ सिँढीहरू देखिरहेछ। अनि यो सिँढी अहिले पनि त्यस्तै छ, तपाईँहरूले देखेकै छ है, सबै गएकै हो। अनि त्यस समयमा पनि यस्तो थिएछ। खुसीको कुरा चाहिँ के हो भने यसको बनावटलाई बिगारेको छैन, अगाडिको यो सिँढीलाई। हेर्नुहोस् ल, म नयाँमा देखाउँछु तपाईँलाई। यहाँ हेर्नुहोस् त, यो जो सिँढी छ यो सिँढी अहिले पनि त्यस्तै छ। जस्तै यो सिँढी क्रस गर्छौँ त्यस्तै त्यहाँनिर हाम्रो धुपहरू बाल्ने ठाउँ छ होइन। अनि भित्रपट्टि मन्दिर छ। यस्तो मजाको थिएछ पहिला पनि। त्यसै पनि अब एउटा पवित्र ठाउँ हो। म पनि धेरैचोटि गएर आफ्नो मनोकामनाहरू मागेको छु यहाँ है। पुग्छ पनि, भगवान्ले पक्का हेर्छ। सच्चा एकदम साँचो मनले माग्यो भने पाउँछ पनि। हेर्नुहोस् त, तपाईँहरूलाई सायदै मन पर्यो होला है, कमेन्ट गर्नु है सबैजनाले। अब यसरी देखाउँदै लग्यो भने धेरै छ फोटो, यो अन्तसम्म देखाउँछु। अनि अरू फोटोहरू चाहिँ नेक्स्ट भिडियोमा देखाउँछु म तपाईँहरूलाई। यो हाम्रो दार्जिलिङको 1907 को बजारको एउटा दृश्य हो। अनि यो कस्तो देखेको छ हेर्नुहोस् त हाम्रो पुर्खाहरू। मलाई चाहिँ थुम्चेहरू साह्रो मनपर्छ क्या पहिला, थुम्चे अनि उहाँहरूले लगाएको यो सेतो सेतो मोजेत्रो होइन। यो मोजेत्रोले पनि कति सुहाएको छ हेर्नुहोस्। अब यो फोटोलाई नयाँ बनाएको छु, मजाको सफा देखेको छ। हेर्नुहोस् है, हेर्नुहोस् त कस्तो मजाको देखेको छ, देख्नुभयो? यो फोटो र यो फोटोमा एउटा चाहिँ अलिकति तब्दिली भएको छ, म तपाईँहरूलाई देखाउँछु। तपाईँहरूले राम्रो फोटोलाई हेर्नुहोस् अनि कमेन्ट गरेर भन्नुहोस् है, कोले चाहिँ पक्रिनु हुँदो रहेछ हेरौँ। यो पुरानो फोटो पनि राम्रो हेर्नुहोस् है, सबै हेर्दै जानु होला। अनि यो फोटो हेर्नुको बादमा यो फोटो हेर्नुहोस्, यसमा के तब्दिली भएको छ, एउटा चिज तब्दिली भएको छ। तपाईँहरूले राम्रोसँगले हेर्नुहोस् है। अनि जसलाई पनि याद हुन्छ कमेन्ट गर्नुहोस्। कस्तो मजाको छ यो फोटो हेर्नुहोस्। यति मायालाग्दो फोटोहरू छ क्या पहिलाको। हेर्नुहोस् त ल साथीहरू, अझै छ फोटोहरू है मैले बनाएको छु। यहाँ हेर्नुहोस्, दार्जिलिङ बजार भयो, यो हेर्नुहोस्, छ अझै थुप्रो छ, यस्तो छ। म तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउँछु है। आज चाहिँ यहाँसम्म। अनि यहाँसम्मको फोटोहरू जति पनि तपाईँले हेर्नुभयो, राम्रो लाग्यो भने साथीहरूलाई सेयर गरिदिनु होला। अनि सुरुमा भनिहालेँ मैले तपाईँहरूलाई, जसले पनि मेरो भिडियो मन पराउनुहुन्छ सबैजनाले मेरो च्यानलमा सब्सक्राइब गरेर मात्र जानु होला है। ल हुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद।